अनि यो राङो छेदन गरेपछि के मिल्छ भन्ने के अवधारणा छ हजुर? त्यस्तो हाई एक्सपेक्टेसन त केही पनि छैन। अब पहिल्यैदेखि चलिआएको चलन देवी मातालाई मागेपछि पुरा हुन्छ भन्ने चलन छ हाम्रो। हजुर, त्यही भएर नै मैले पनि आफ्नो कुनै मनोकामनाहरूले पुरा होला होस् भनेर आएको। अनि यो नजान्ने र नबुझ्ने हामीले पनि बुझेका थिएनौँ होइन। यो पैसा दिएपछि भन्नाले हजुरले पुरस्कार पाउने हो कि भन्ने कुरो थियो, तर त्यो होइन रहेछ कि हजुरले उल्टो पैसा दिएर राङो छेदन गर्नुपर्ने छ होइन? हजुर। अनि बुवालाई के भन्न चाहनुहुन्छ हजुरले? यो खर्च त बुवाले गर्नुभएको होला सायद होइन? अनि बुवालाई के भन्न चाहनुहुन्छ हजुरको तर्फबाट? ड्राइभरलाई जे भने नि सब त कमै छ। चार निवासी मेरो चर्चित नाम त रामजी मल्ल हो, तर मेरो नाम हजुर, मेरो कान्छो छोरो हो। मेन चाहिँ मैले भन्नु मेरो उद्देश्य के थियो भने मेरो कोट पूजामा म अस्ति भर्खरै चैते दशमीमा आएर यहाँ दर्शन गरेर गएको। यही दशहरा मान्ने मेरो एउटा कोट पूजालाई मैले सम्झना गरेका थिएँ अहिलेभन्दा 3-4 वर्ष पहिले। हजुर, सङ्कटकालको बेलामा मैले 2 कार्यकाल उपाध्यक्ष भएर कोट पूजाको सञ्चालन गरेको मैले सङ्कटकालको बेलामा। हजुर, र त्यही बेलामा मैले सम्झेको थिएँ कोट पूजामा मैले केही एउटा पञ्चबली परिवारको सबै राम्रो होस् भनेर पञ्चबली मैले एउटा मनोकामना भक्कल गरेको थिएँ। मैले पञ्चबली हाल्छु अनि उद्देश्यले म आएको बिचमा छोराले डेडी सल्लाह गरौँ अब मेरो यस्तो मुड चेन्ज भयो, मैले अहिले सरखेर सेवन गर्छु भने त्यहाँबाट मैले यहाँका भर्तबाट सबैलाई फोनद्वारा मैले सम्पर्क सोधपुछ गर्दाखेरि एउटै घरबाट बाबाले पञ्चायत हाल्ने छोराले सरखेर सेवन हाल्न नमिल्ने रहेछ। हजुर, त्यस कारण मैले पञ्चायत क्यान्सल गरेर छोराको इच्छा पुरा गरेको भनाइ यही हो। पञ्चबली मैले नेक्स्ट वर्ष। अनि यो बलि दिएर चाहिँ हाते तागेको पुग्छ भन्ने छ कि के छ तपाईँको विश्वास अवधारणा? पुर्खादेखि चलिआएको सरकार र छेवन गरेर एकदम हाते तागेको पुग्ने अहिले नै परम्परादेखि चलिआएको। हजुर, त्यही भएर अब छोराको इच्छा अनुसार मेरो पनि इच्छा पुरा भएपछि छोराको इच्छा त्यसै पुरा हुने भयो। ल ठिक छ छोरा, नेक्स्ट टाइम म सम्झेको छु भगवान्लाई तिमीलाई भनेर मैले चाहिँ छोरालाई ल सल्लाह र एक हप्ता मात्रै 5 दिन पहिले नै मतलब निर्णय गरेर छोरालाई फेरि